What do you get when a group of guys make a plan just a day before? हेलो ब्रदर ल मजा आइरहेछ एकदम गजब भइरहेछ यात्राको सुरुवात हुन्छ आम पिपल हस्पिटलबाट। यो टोलीहरू सबैजना तल हाजिरी भइसकेका थिएन। मैले पनि बाइक निकालेँ र अरूहरूसँगै कुर्न थालेँ। त्यहाँ एउटा मात्र प्रश्न गुन्जिरहेको थियो, कहाँ छन् केटाहरू, कति बेला आउँछन्? के छ दाइ? ठिक छ यार ल अब हाम्रो जर्नी चाहिँ बिगिन हुन्छ होइन अब निस्किन्छौँ हामी। लभली दिदी डाक्टर ईशा जीसी वेलकम टु मुस्ताङ ब्लग सबजना जाँदैछौँ रमाइलो गर्न चिलपिल गर्न होइन त्यही हो। त्यहाँ कुर्दा एकदम ढिलो भइसकेको थियो, त्यसैले हामी 3टा बाइकमा 7जना आम पिपलबाट 12 किलोमिटर टाढा रहेको ठाँटी पोखरी बजारमा गएर अरूको लागि कुर्छौँ भन्ने डिसाइड भयो। बाटोभरि हर्ष थियो, उल्लास थियो र सबैले एउटै कुरा सोधिरहेको थिए, कस्तो लागिरहेछ कस्तो लागिरहेछ? जवाफ एउटै, रमाइलो भइरहेछ। जाने हो मुस्ताङ पिपल रोड। वी आर हियर एट ठाटी पोखरी। अहिले चाहिँ बाइकको हल्का मर्मत काम चलिरहेको छ। त्यसको अब ब्रेक फेरियो, यसको अब स्टप्स आवाज स्टप्स, यसको नि आवाज स्टप्स, त्यसको नि उता बुलेटको नि आवाज स्टप्स एन्ड रेस्ट अफ अस आर देयर। हेलो गाइस कस्तो मिठो चिया छ नि यहाँको, एकदम भैँसीको दुध रहेछ कि दामी छ ल बफ्टी मिठो चिया खाएर र राइडको प्लानिङ गरेर हामी त्यहाँबाट 6वटा बाइक निस्क्यौँ र एउटा बाइकलाई हामीले डुम्रेमा भेट्ने भयौँ। गाउँको पिच र खाली बाटोमा बाइक कुदाउँदै छेउछाउको घर खेतहरू हेर्दै आनन्द लिँदै हामी चल्दै गयौँ। मर्स्याङ्दी खोला तरेर गोर्खालाई फेरि भेटौला भन्दै हामी तनहुँ जिल्लाको बिमल नगरमा छिर्यौँ। यो चाहिँ बिमल नगर है, दिस इज बिमल नगर, डुम्रे 1 किलोमिटर। अब चाहिँ सुरु भयो हाइवेको असली दामी बाटो। पछाडि किरण दाईसँग रमाइलो गर्दै गफ गर्दै हामी चल्दै गयौँ। निरन्तर बाइक चलाएपछि एकछिन आराम गर्न हामी रोक्यौँ। केरा पानी जुस खाएर रिहाइड्रेट र रिएनर्जाइज गऱ्यौँ। आबु खैरेनीदेखि पोखरासम्म बनेको यो 4 लेनको चिल्लो बाटोले गर्दा पोखरा एकदम सजिलो थोरै थकानसँग पुगिन्छ भन्ने मलाई भयो। अब पोखरा इज जस्ट 30 किलोमिटर्स अवे फ्रम हियर। पोखरा अब नजिकै थियो र हाम्रो फर्स्ट फ्युल अप स्टप पनि पोखरामा डिसाइड भइसकेको थियो। पेट्रोल सबैको ट्याङ्कीमा कति गएको छ त्यो हेर्ने जिम्मा चाहिँ दिदीले लिसेको थियो। पोखरा अहिले चाहिँ हामी पोखराको अमरसिंह चोकमा छौँ। अब चाहिँ हामी यहाँबाट राइट लिएर चाहिँ हामी कुस्मा बागलुङ बेनीतिर पुग्ने योजना बनाएका छौँ। इट्स अराउन्ड 92 किलोमिटर्स फ्रम हियर है। त्यसको पोखरामा धेरै पछि आएको थिएँ। मलाई यहाँ घुम्न मन थियो, रमाउन मन थियो, तर त्यो आजको प्लान होइन, त्यो अब अरू कुनै दिनको लागि। पोखराको अर्को प्रख्यात चिज भनेको हेम्जाको 6 लेन बाटो, अगाडि सिधा बाटो र माथि हेर्दा हिमश्रृङ्खला। त्यो मलाई एकदम हेर्न मन थियो, तर माथि बादल लागेर केही पनि देख्न पाइएन। अब यो पनि पछिकै लागि। फेबिक्विक से ए
बाटोमा आउँदा मेरो चस्मा भाँचियो र पोखरामा फेभिक्विक किन्छु भनेर मैले दिदीलाई भनेको थिएँ, तर मैले किन्न बिर्सेछु अभियसली। तर दिदीले चाहिँ सम्झेर किनिदिसा रहेछ। थ्याङ्क यू दिदी। हामीले यो होटलमा चाहिँ मिठो मिठो खाजा खायौँ, आनन्द भयो हामीलाई। त्यसपछि हामी फेरि जर्नीमा लाग्यौँ। हेलो हेलो। बाटो पुरै नयाँ तर मान्छे चिनेका पुराना, यो दुईटा कम्बिनेसनले गर्दा नि होला मलाई एकदम रमाइलो आइरहेको थियो। जति बयान गर्न सक्थेँ त्योभन्दा पनि धेरै। त्यसपछिको चिया ब्रेक। यसै त चिया भन्ने बित्तिकै हुरुक्क हुने म, त्यसमाथि यत्रो ट्राभल गरेपछि त्यो चियाको सिप यति मिठो भएको थियो नि। अब चाहिँ फाइनली 8वटा बाइक र सबैजना चाहिँ यो फ्रेममा क्याप्चर भयो। अब कास्की जिल्ला छोडेर हामी पर्वत जिल्ला प्रवेश गर्यौँ र फन फ्याक्ट, यो ठाउँको नाम चाहिँ मोदी रहेछ। बाटोहरू पनि अब घुमाउरो हुन थाल्यौँ, तर हामी क्यामेरामा पोज गर्दै एकअर्कालाई ओभरटेक गर्दै गयौँ। हामीलाई चाँडो जानु थिएन, हामीलाई त बाटो इन्जोय गर्दै जानु थियो। बाइक चलाउँदै हाम्रै आँखा अगाडि भूदृश्य पनि परिवर्तन हुँदै थियो। पोखरा उपत्यका भित्रको सम्म जमिन बिस्तारै पहाडमा परिणत हुँदै थिएन। अब ती पहाडहरू पनि काली गण्डकी खोजको चुच्चो भिरहरूमा परिणत हुँदै थिएन। अहिले चाहिँ हामी कुस्मामा आइपुगिसकेका छौँ। अहिलेसम्म चाहिँ जो जर्नी हेज बिन एकदमै रमाइलो। हेलो हेलो। कुस्मा पहाडमाथि बसेको एउटा सुन्दर बजार रहेछ। यहाँको बाटो नि राम्रो, हावा पनि शीतल। यहाँ चाहिँ बसेर चिया खाँदै तलको भ्यू हेर्न चाहिँ एकदम राम्रो रहेछ। अहिले चाहिँ हामी मालढुङ्गा भन्ने ठाउँमा आइपुगिसकेका छौँ। अनि यो सेगमेन्ट जुन छ, दिस सेगमेन्ट भने चाहिँ मैले देखेको मेजोरिटी अफ द भ्लग्समा हो। यहाँबाट माथि लागि हामी बेनी पुग्छौँ र यताबाट हामी गयो भने चाहिँ बागलुङतिर जान्छौँ। यहाँबाट अराउन्ड 30 मिनट्समा चाहिँ हामी बेनी पुग्छौँ। अब हाम्रो बेनी जाने, बेनीबाट भोलि चाहिँ त्यो रुट कन्टिन्यू गर्छौँ। मलाई चाहिँ एकदम बेस्ट लागिरहेको छ होइन, रमाइलो भइरहेछ। अब हामी अहिले चाहिँ कहाँ आयो? बागलुङ मालढुङ्गामा पुग्यो के अरे। अब यो हुँदै हामी लाग्छौँ हामी बेनीतिर। आज हामी सकेसम्म चाहिँ माथि तातो पानीमा गएर बस्ने प्लानमा छौँ र भोलि बिहानै निस्किन्छौँ हामी जोमसोम मुक्तिनाथको लागि। हुँदै हामी अप्पर मुस्ताङसम्म पुग्ने हाम्रो योजना छ 2-3 दिन। यहाँ भन्नु यहाँ कस्तो भइरहेछ? एकदम गजब भइरहेछ। अलिकति ढिलो आउनाले गल्ती गरिरहेछ। विजय देवरकोन्डा ठिक छ यार, रमाइलो भयो। खै त हाम्रो रश्मिका छैन, अस्ट्रेलिया तनाव छ। यो हेलो सलिस भाइ, कस्तो लागिरहेछ रोजा फाइनली टुटेर खान पाउँदा? होइन, रोजामा यत्रो ट्राभलिङ गर्दाखेरि नि भोक चाहिँ लागेको थिएन। अब चाहिँ त्यो खाने बेला भएर एकदम हङ्गर हर्मोन चाहिँ एकदम अलिक बढी रिलिज भइरहेको छ। अब खानु एकदम ओहो, खानापिना सबै रेडी रहेछ यहाँ। तिमीलाई कस्तो लागिरहेछ यो ट्रिप? क्यामेरा हेलो गाइस, कस्तो लागिरहेछ तिम्रो ट्रिप? हेलो गाइस भन्नु न। राम्रो लागिरहेछ रे, राम्रो लागिरहेछ। हेलो गाइस भन्नु खै। हेलो गाइस वेलकम भन्नु। हेलो गाइस वेलकम टु माई। कस्तो लागिरहेछ होला? मजा आइरहेछ। आज थकाइ पनि लाग्छ छैन हौ। म टोइलेट जान लाग्यो, मैले एउटा खतरा कुरा देखेँ। हियर इट इज द काली गण्डकी रिभर। त्यहाँ पुल छ, त्यो बागलुङ जान्छ। ओ त्यहाँ पनि ब्रिज रहेछ है। सही हो ब्रिज त हुने न, खै ब्रिज होला। बट द हाइलाइट अफ दिस भिडियो इज करेन्टली द काली गण्डकी रिभर। शालिग्राम भएको काली गण्डकी। वाउ, आई लभ रिभर्स।
मालढुङ्गा भनेको हाम्रो लागि फर्स्ट अचिभमेन्ट नै भइहाल्यो। त्यही भएर हामीले त्यहाँ बस्यौँ, फोटो खिच्यौँ, कुरेर बस्यौँ चियाको लागि। चिया इज रेडी, ल दिदी ल्याउनु 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 भनेर म एक्साइट त भएको थिएँ, तर मालढुङ्गाको चिया अलि गतिलो रहेनछ स्याडली। यो चलिरहेछ है क्या हो? यस यस त्यो बोलिरह नि। ट्याङ ट्याङ हेलो जनहितमा जारी। चियर्स। यस ल भन्थे पुरै ब्लू। मैले आफूले एउटा भनाइ भने, नराम्रो चिया भन्ने हुँदैन, कि त राम्रो हुन्छ कि त एभरेज चिया हुन्छ भनेर। र यो चाहिँ एभरेज पर्यो भनेर मैले सिप लिँदै आनन्द पनि भयो। त्यहाँ गफ गरियो, गफ सुनियो, त्यहाँ बस्दा बस्दै अँध्यारो पनि भएछ। अनि चिया खाएर हामी निस्कियो म्याग्दी जिल्ला। अघि हेरेको झुलुङ्गे पुल इज राइट हो। अब हामी यहाँबाट गइरहेको छौँ। त्यो अहिलेको बाटोबाट हामी माथि बेनी लाग्न लागिरहेका छौँ। अहिले राति पनि भइसकेको छ। हामी चाहिँ अहिले बेनीमा आइपुगिसकेका छौँ। अब एकछिन बेनीमा पेट्रोल हालिदियो। पेट्रोल भरियो, अब लाग्यो तातोपानीतिर फ्रम बेनी बजार। आर्मी त काटेर बनाएको चाहिँ डाँडा काटेर बाटो बनाएको। वेलकम टु तातोपानी। We are here at तातोपानी। हामी चाहिँ यहाँ तातोपानीको एउटा होटलमा बसिरहेका छौँ। आजको लागि चाहिँ यो ठाउँमा हाम्रो रेस्ट छ। दिस इज द भ्यू अफ द होटल। हाम्रो रुम चाहिँ यतापट्टि छ। एन्ड द सेकेन्ड रुम इज दिस। हेलो किरण दाई। हेलो सिसी दाई। हेलो सेल्स भाइ, हाउ आर यु? आज चाहिँ अब यता बस्ने। एन्ड वी आर गोना ह्याभ आवर फुड एज वेल हियर and we're gonna sleep. सुवा भएन ल सुरु नभएको चाहिँ यहाँसम्म साउन्ड आएको थियो। योमा पनि हालिदिनु हुन्छ। किरणले खान्छ कि खान्छ घिउ फेरि? खान्छ किरालाई घिउ पाक्छ। आउनु त खाना।